हेलो गाइज, वेलकम टु माई दिस भिडियो। सम्पूर्ण साथीहरूलाई चाहिँ म स्वागत गर्न चाहन्छु। आज फेरि अर्को भिडियो लिएर उपस्थित भइसकेको छु र आज चाहिँ म शान्तिनगर जाँदैछु। साबिक शान्तिनगर भनौँ, अहिलेको बुद्ध शान्ति 4 नम्बर। त्यहाँनिर चाहिँ हाम्रो प्रथम साबिक शान्तिनगर गाविस स्तरीय फुटबल प्रतियोगिता हुँदैछ र त्यसको प्रत्यक्ष प्रसारण हामी गरिरहेका छौँ। र हामी यहाँबाट हाम्रो सहकर्मी साथी आयुष निरौला र म जानेछौँ। आयुष सर चारालीमा आएर बस्नु भएको छ। म अब घरबाट भर्खर निस्केँ, मेरो घर यही हो। घरबाट निस्केँ। अब घरबाट म निस्के पछाडि गएर त्यहाँ चारालीमा गएर आयुष सरलाई भेट्नेछु र आयुष सर र म त्यहाँबाट हामी शान्तिनगर जानेछौँ। आज के गर्छौँ, के हुन्छ, भिडियो अन्तिमसम्म हेर्नु होला। एकदमै मजा आउनेछ। म तपाईँहरूलाई सबै देखाउनेछु आज। हेलो सम्पूर्णलाई, अहिले म चाराली आइसकेको छु र बाइकमा एक्लै भएको कारणले गर्दा अनि तपाईँको मोबाइल जुन चाहिँ बाटोमा तपाईँहरूको मेरो घरदेखि चारालीसम्म आउने बाटो देखाउन सकिनँ। आयुष पनि आइसक्नु भएको छैन। हेलो सर, आयुष सरसँग भेट भइसकेको छ। अब हामी यहाँबाट अगाडि जान्छौँ साबिक शान्तिनगर गाविस स्तरीय फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न र जुनेली बस्तीमा जाँदैछौँ। अब यहाँदेखि बाटोमा के हुन्छ, के गर्नेछौँ हामी तपाईँलाई देखाउँदै भन्दै जानेछौँ। भिडियो अन्तिमसम्म हेर्नु होला, एकदम मजा आउनेवाला छ। ल अहिले पनि हामी चारालीबाट प्रकाशीसँग भेट भएपछि हामी उत्तर बुद्ध शान्ति गाउँपालिकातिर लाग्यौँ र यहाँबाट हाम्रो यात्रा अगाडि बढ्छ। यो बिचमा हाम्रो सहकर्मी साथी आयुष निरौला सरले चाहिँ धेरै कुराहरू भन्नुभएको थियो, धेरै कुराहरू सेयर गर्नुभएको थियो, जुन कुरा चाहिँ हामीले यहाँहरूलाई अडियो राम्रो नआएको कारणले सुनाउन सकेनौँ। यो हावाको वेगले गर्दाखेरि त्यति राम्रो अडियो भने आएन। र यति बेला हामी बुधबारे बजार आइसकेका छौँ र यो बुधबारे चोकबाट ठ्याक्कै हामी पूर्व छिर्छौँ। पूर्व यो चाहिँ बजार जाने बाटो हो अनि बजार जाने बाटोमा ठ्याक्कै यो चाहिँ बजार हो र बजारबाट हामी जाने गन्तव्य चाहिँ ठ्याक्कै हँडिया खोला आउँछ। पूर्व गएपछि यो चेकबाट हँडिया खोलाबाट ठ्याक्कै पार हो, त्यो पनि हामी भिडियोमा देखाउनेछौँ। हामी बुधबारे बजारबाट अहिले खेल मैदान स्थल बुद्ध शान्ति 4 यो जुनेली बस्ती खेल मैदानमा जाँदैछौँ। यहाँ खोलामा आइपुगिसक्यो। प्रकाशजी र म यो खेलकुदको लाइभ गरिरहेका छौँ विगत 4 दिनदेखि। आज त प्रकाशजी सेमिफाइनलको समीकरण पनि पुरा हुन्छ। स्पोर्ट्स नेपाललाई फलो गर्नु होला। जहाँ स्पोर्ट त्यहाँ स्पोर्ट नेपाल हाम्रो स्लोगन छ। स्पोर्ट नेपाल फेसबुक पेजबाट हामी प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। यहाँ भाइहरू खेल्दैछ माटो मजाले, स्कुलको छुट्टीको सदुपयोग गर्दै। र यस अगाडि 3टा टिम सेमिफाइनलमा पुरा पुगिसकेका छन्। अब आज एसवाइसी धारागोला र मङ्गलबारे बीच खेल हुनेछ। आजको विजेताले सृजनशील युवा समाजसँग सेमिफाइनल खेल्नेछ भने ओल्ड मङ्क बुद्ध शान्ति 5ले आयोजक जुनेली युथ क्लबसँग खेल्नेछ। यो एकदमै उर्वर भूमिको रूपमा चिनिन्छ यो बुद्ध शान्तिको बुधबारे झन् यो हिउँदे बर्खा दुवै सिजनमा धान बाली यहाँले देख्न सक्नुहुनेछ। निकै नै राम्रो, त्यही त हरियो कलकलाउँदो यो मनमोहक वातावरण छ यहाँ। र यता शान्तिनगर साइडमा भने सब्जी खेती व्यापक तरिकाले हुन्छ अनि सुपारी खेतीका लागि पनि चिनिन्छ। यहाँ बजार भएर जाँदै हुनुहुन्छ। यहाँ पानीको जहिले सुविधा, एकदम राम्रो सुविधा छ प्रकाशजी। यहाँ चिसो कलकल गुटुक गुटुक खाने खालको पानी पाइन्छ यहाँ। र यो उकालो कट्ने बित्तिकै अलिकति परतिर आइपुगिहाल्छ हाम्रो खेल मैदान। यहाँ खेल हेर्नका लागि खेलप्रेमी भाइहरू खेल हेर्नकै लागि हो नि भाइहरू। भाइहरू पनि खेल हेर्नका लागि, खेलको मजा लिनका लागि आउँदैछन्। विशेष धन्यवाद दिनुपर्छ हामीले जुनेली युथ क्लबलाई, जसले यो प्रतियोगिता प्रथम शान्तिनगर फुटबल प्रतियोगिता 2081 सञ्चालन गरिरहेको छ। यहाँ हामीले गेट देख्न सक्छौँ।
गेट यहाँ छ जुनेली युवा क्लब स्वागतम भनेर खेल मैदान अलिकति मुखतिर छ खेल हेर्नको लागि यहाँका युवा भाइ बहिनीहरू दौडिँदै मैदानतिर आइरहेका देख्न सकिन्छ हामी खेल मैदानमा आइपुग्यौँ र अबको केही बेर पछाडि नै हामीले यहाँको प्रत्यक्ष प्रसारण हामीले खाजा खाने ठाउँ यहाँ बन्दैछ प्याजी हामीले रेफ्री भाइहरूलाई पनि देख्न सक्छौँ गणेश मगर त्यसै गरी उज्जवल खवास लगायतका सम्पूर्ण अफिसियलहरूलाई देख्न सक्छौँ र यो बुद्ध शान्ति 4 यहाँहरूले देख्न सक्नुहुन्छ खेल मैदान यही हो अब केही बेर पछाडि आजको खेल सुरु हुनेछ र प्रकाश चाहिँ कस्तो लागिरहेको छ यहाँको अहिले चाहिँ यो बुद्ध शान्ति 4 स्थित जुनेली बस्तीमा आइसकेका छौँ अब यहाँनिर खेल सुरु हुन आँटिरहेको छ यो स्थानीय स्तरमा चाहिँ यो जनश्रमदानबाट यहीँको स्थानीयहरूले रातारात तपाईँको भनेको श्रमदानबाट बनाएको यो चौरी हो यो हामी हेर्न सक्छौँ होइन कस्तो राम्रो चौरी छ यो चौरी यहीँको स्थानीयहरूले चाहिँ श्रमदान मार्फत यो सबै बाँसघारी थियो त्यो बाँसघारी रातारात खडानी गरेर चाहिँ यो खेलको आयोजना गरेको 14 वर्ष मुनिका भाइ बहिनीहरूको यहाँका भविष्यका खेलाडीहरूको चाहिँ सो म्याचहरू गइरहेको रहेछ होइन यो अब यो एकदम राम्रो पक्ष हो यो यहाँको त्यसै गरी निकै राम्रो भाइब्स देखिन्छ यहाँनिर हेर्नु न प्याराफिटहरू बनाएर वरिपरि यो एकदमै स्थानीय तहको जुन यो छ नि यो साह्रै खुसी लाग्दो स्थानीयहरूको यो खेलप्रतिको झुकाव खेलप्रतिको माया होइन यस्तो राम्रो छ यहाँनिर तपाईँको भोलि साथै छैन क्या यो अहिले यहाँ दर्शकहरू पनि त्यति नै खचाखच हुन्छ यस्तो लगभग यो त लोकल टुर्नामेन्ट हो नि त सानो गाउँमा एउटा चाहिँ साबिक शान्तिनगर गाविसभरिका वडाहरूलाई चाहिँ समेटेर खेलाइएको खेल तैपनि यो तपाईँको यो तामझाम यो व्यवस्थापन हेर्ने भने कुनै नगर स्तरीय फुटबलभन्दा चाहिँ कम छैन क्या र खेल सुरु हुन केही समय बाँकी नै थियो र त्यो समयमा चाहिँ हामी एकछिन यहाँ वरिपरि घुम्यौँ यहाँ दाइको आलुचप प्याजी राख्नु भएको रहेछ आफै पकाएर भोलाहरू त्यसै गरी अनि इनर्जी ड्रिङ्कहरू राख्नु भएको रहेछ दाइले त्यसै गरी यतापट्टि अर्को दोकान छ यहाँ चटपटे पानीपुरी पापड ढुङ्ग्रीहरू चाहिँ छ यहाँ दिदी धमाधम प्याजी बनाउँदै हुनुहुन्छ र मैले दिदीलाई सोधेँ यो प्याजी सबै बिकिसक्छ भनेको दिदीले सबै बिकिसक्छ नि अहिलेसम्म फिर्ता गर्नु परेको छैन भनेर भन्नुभयो र त्यसै गरी यता पनि दोकान छ यहाँनिर पनि ढुङ्ग्रीहरू पापडहरू फुराएर राखिएको थियो त्यसै गरी यहाँ पर पनि देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ पनि दोकानहरू छ किराना दोकान विभिन्न सामानहरू राखिएको छ त्यसै गरी यता देख्न सक्नुहुन्छ एकजना दाइले सिटी सफारीमा गीत गन्काउँदै आइसक्रिम बेचिरहेका थिए अहिले चाहिँ हामी एकदम प्रत्यक्ष प्रसारण गर्नलाई तयारी अवस्थामा छौँ होइन यहाँ आइसर पनि एकदम रेडी हुनुहुन्छ अनि हामी रेडी छौँ र यो प्रथम साबिक शान्तिनगर फुटबल प्रतियोगिता 2081 हो होइन अघि पनि हामीले धेरैचोटि यो कुरा गरेका छौँ र हामी प्रत्यक्ष प्रसारण गर्नका लागि चाहिँ एकदम तयार रेडी भएर बसेका छौँ के छ तपाईँको अनुभव के छ एकदम गजब छ रमाइलो भइरहेछ विगत 4 दिनदेखि 4 दिन रमाइलो छ अब हामी चाहिँ अलिकति खेलकुद क्षेत्रमा बढी सक्रिय भएको कारणले गर्दा हामी जहाँ जान्छौँ त्यहाँ खेलकुद लिएर जान्छौँ जहाँ स्पोर्ट त्यहाँ स्पोर्ट नेपाल जान्छौँ हाम्रो स्पोर्ट नेपाल फेसबुक पेज छ तपाईँहरू सम्पूर्णले माया गरिदिनुहुन्छ होला भन्ने आश लिएका छौँ र एकदम तयारीको अवस्थामा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ भइरहेछ खेलाडीहरूको पर एउटा टिमको त्यता देख्नुहुन्छ भने अर्को टिमको यता देख्न सक्नुहुनेछ वार्मअप भइरहेको छ र खेलाडीहरू पनि तयारी र हामी पनि तयारी छौँ हेर्दै जानु होला हामी तपाईँहरूलाई सम्भवतः टाइम मिलेसम्म बिचको खेल अलिअलि देखाउने गर्दछौँ र आजको लागि गेम सकिसकेको छ मङ्गलबार युनाइटेडले चाहिँ गेम जितेको छ यता आइसर हुन्छ र निर्धारित समयमा दुवै टिमले बराबरी खेलिसके पछाडि चाहिँ ट्राइब्रेकर भएको थियो र ट्राइब्रेकरमा चाहिँ मङ्गलबारले उत्कृष्ट जित निकाल्दै आजको सेमिफाइनलमा प्रवेश गरेको छ ट्राइब्रेकरमा चाहिँ मङ्गलबारले सबै प्रहार जाली चुमायो यो एसएससी धारा गोलाले चाहिँ 4मा एउटा प्रहार मात्रै गोल लाउन सक्यो दुईटा सेभ भयो एउटा हेलिकप्टर सट गयो एउटा बतासे एउटा क्रस बारमा लाग्यो अर्को सेभ गर्यो अर्को सिधै किपरलाई हानेर सेभ गर्यो ठिकै छ आज समग्र आजको दिन रमाइलो भयो एकदम आइयो घुम्यो होइन
यहाँ आज अब प्रत्यक्ष प्रसारण गऱ्यो। यहाँ एकदम दर्शकहरूको एकदम बाक्लोपट्टि चाहिँ एकदमै धेरै दर्शक। यो चाहिँ यो ठाउँको लागि चाहिँ एकदम उदाहरण नै म भन्छु होइन। यहाँ यो एरियामा पुरै प्याराफिटहरू बनाएको छ, प्याराफिटभरि मान्छेहरू पुरै भरिभराउ होइन। यो यतिको लोकल टुर्नामेन्टमा यस्तो तरिकाले साथ सपोर्ट चाहिँ मैले प्रायः कहीँ देखेको थिइनँ क्या दर्शकको तर्फबाट। अब यहाँ चाहिँ एकदमै धेरै दर्शकहरू थिए होइन। र आजको दिन पनि एकदमै रमाइलो भएको छ। र तपाईँहरूलाई भिडियो कस्तो लाग्यो कमेन्ट मार्फत प्रतिक्रिया दिनु होला। अध्यक्ष यहाँ चाहिँ यो प्रतियोगिता चाहिँ गर्नुहुने जुनेली युथ क्लबका अध्यक्ष हुनुहुन्छ। यहाँलाई स्वागत छ भिडियोमा। उहाँहरूको सक्रियतामा, उहाँहरू जस्तो युवाहरूको सक्रियतामा नै यस्ता कार्यक्रमहरू सम्पन्न हुने गर्दछ र उहाँलाई हामी एकदम हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। ल तपाईँलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला, लाइक सेयर गर्नुहोला र मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। यहाँलाई धेरै धेरै धन्यवाद। ल तपाईँहरूको दिन शुभ रहोस् र ह्याप्पी न्यू इयर 2082 पनि भन्न चाहन्छु।